सबै कोसिसहरू लक्ष्यसम्म पुग्छ भन्ने त हुँदैन नि त। कोसिसहरू भएका हुन् र यसमा डाक्टर स्वर्णिम वाग्लेले एउटा बिग टेन्टको कल्पना गर्नुभएको छ यो पार्टी ठुलो बनाउने सन्दर्भमा। त्यसमा सबै हट्ने र राजनीतिक प्रतिस्पर्धाको पारदर्शी तरिकाको हुनुपर्ने उहाँले त्यो कन्सेप्टमा आजभन्दा 2 वर्ष अगाडि भन्नुभएको थियो र राष्ट्रिय स्वतन्त्र पार्टीले त्यसमा काम गरेको नै हो। यो बिचमा हाम्रो पार्टी सभापतिले राजनीतिमा यो 35 वर्षमा नदेखिएको त्याग र समर्पणको एउटा त्यागको अभ्यास देखाउनु भएकै हो। अब बाँकी रहेको कुरा सङ्ख्याका कुरा, एउटा देश बनाउन निक्लिए पछाडि एकजना केन्द्रीय सदस्य थपगढ कम बढी होइन र प्रत्यक्षमा 44 महिनासम्म काम गरेका यत्रा साथीहरू छन्। अपेक्षा पक्का हुन्छ। अपेक्षामा पनि हामीले सर्वोत्कृष्ट समाजलाई प्रभाव पार्न सक्ने, समाजलाई बुझाउन सक्ने, समाज बुझेको, समाजले पत्याएको पात्रहरूलाई नि त होला नि त प्रत्यक्ष उम्मेदवार बनाउनु पर्ने। यी सन्दर्भमा पनि फेरि उहाँको अलि त्यो सङ्ख्याकै हिसाब, खालि सङ्ख्यापट्टिको